केटा हो आज सैटरडे मेरो बर्थडे भोलि इंग्लिसको एक्जाम अनि हामी गइरहेछौँ हामी अलि जुमा आएका छौँ गिफ्ट पनि के दिएको छौँ सुबिस गुल्ला तो गुल्ला हामी आइसकेका छौँ भन जुमा गोहीहरू मरेको छन् त्यहाँ हुन त यहाँ मलाई देखाएन के देख्ला मलाई अनि युबीसँग आएको म घिलाग्दोसँग कामलाई चाहिँ अलि हरायो भने त हरायो बर्थडे डियर खाएर छ चरा त्यो हिलो खाएर हरामीहरूले बाबुहरू पेट बिक्री लागिरहेको खाएपछि हेर हेर लाई चाहिँ के भन्दा रहेछ भाइ भन्छ ब्ल्याक पक ब्ल्याक पार्क यसलाई विदेशतिर मारेर खान्छ हन्टिङ एरियामा जब पर्मिसन हुन्छ गभर्नमेन्ट अनि उहाँ अजिब अजिब जनावरहरू छन् हेर्नुहोस् न ठुलो सानो बच्चाको उसमा ठुलो मान्छे खेलिरहेछ ब्युटिफुल बच्चाहरू सिङले मार्छ होला हाम्रो होइन अनि यस्तो डराउँछन् पऱ्यो होइन फेरि हामीले के गरेन भने अनि के गर्दैन हामी फेरि हामी अनि उता हेर्न सक्नुहुन्छ एउटा ठुलो के हो यसको नाम थाहा भएन ठुलो छ है हामी नै ठुलो छ त्यो डेन्जर ठुलो अनि डेन्जर यसलाई एकदम मोगाम्बो ओरी बाबा कुछ तो गडबडे भैया उधर देखो ना राइट 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 यो गाई ये गाय है ना साइको नहीं कुछ तो गडबड है अभिजित गाई त पछाडि जुम गर्न हल्लिन्छ कि हेर्दै हुन्छ त हो राम्रो खिच्नु आइदा हो गयो के खाने छैन यसको लागि रोज दिदी क्या हो रोज खान्छ बाबु फुटाएर यता आइदिएर के रोज खान्छ बाबु सिङ भएको घोडा घोडा जस्तो देखिरहेको त देखिनु त ब्युटिफुल ब्रो बाबु यता हेर न हेर्छ पो त पुरा त बुझिरहेको छ ए के भनिस् भर्खर कहाँ हो बाबू अखिया में लान्ट पेले हो यस्तो मजाक नगर्नुहोस् यस्तो मजाक नगर्नुहोस् किनभने एनिमलको हेबिटेट डिस्टर्ब हुन्छ यो साँच्चीकै हामी भिउलाई भन्न चाहन्छौँ किनभने देख्न सक्नुहुन्छ एनिमलहरूलाई बखेर आफैले त्यो गरेर डोन्ट वरी यहाँ हामी हिप्पोलाई देख्न सक्छौँ सक्नुहुन्छ यो वाइल्ड हिप्पो सुतिरहेछ अहिले हामी डिस्टर्ब गर्नु चाहन्न बिस्तारै बोलिरहेछ अघि न मलाई यस्तो हेरेको थियो कि मलाई खान लाग्छ खान सक्दैन किनभने म योभन्दा ठुलो छु खास त यो दुई राउन्ड मात्रै हो क्या हजुर देख्न सक्नुहुन्छ हामी चलाइरहेको छौँ बोट पानीमा गर्न भन्न कमेन्ट्री दिनु कमेन्ट्री बिस्तारै बिस्तारै के यो बोट चाहिँ हल्का ठिकै छ होइन हल्का घुमाउन चाहिँ हल्का गाह्रो हुँदो रहेछ कि घुमाउनु गाह्रो हुन्छ यता लग्न यता लग्न त्यही म यताबाट उता यता साइडतिर जान्न हो क्या ओ साइडतिर गहिरो हुन्छ त्यो साइडतिर नलग दिन मिल्दैन त्यो लाइन हुन्छ एउटा होइन त्यो कट्न मिल्दैन राइट लग अब यताबाट लग्यो भने होइन उता घुम्छ के बुझिनस् तोरी खुट्टाको मसल बन्ने भयो हाम्रो छिटो चला त अनि त्यो छिटो चलाउने मोडा फिल हुन्छ हौ बिस्तारै चल बिस्तारै मजा लिउँ न किन बिस्तारै छिटोनु पर्छ पानी यस्तो फोहोर हुन्छ नि यो गुनेको भएको पानी भएको पानीको हो यो आइला भाभी कुछ है ना भाभी कुछ तो है के हो त्यो अरे वो तो सीधे है अरे त्यही लाग्छ त्यही लगिरहेको छु म यताबाट घुमाइ लाग्छ त्यो झन्डाबाट उता जानु मिल्दैन बुझिस् त्यो झन्डाबाट जानु मिल्दैन बना ल्या भालुभित्रतिर त्यो तल पनि एउटा भालु छ नि उडाबाट गरेर यताबाट हुँदैन कि हात्ती मेरो साथी भन्नाले नाम के छ भन्न मैले पढ्न यता ए पङ्कुवा खाइ पङ्कुराम हो क्या पङ्काल जी आओ पङ्काल जी धन्यवाद
सुन्दुमाथि गर्छ बाँदर ओए झुङ्गे बाबा सयको 100% सुबिस हो यार ओ सुबिसको डुप्लिकेट दाजु नमस्ते आज चाहिँ यार सबै एनिमल हाम्रो माथि आएर के गजब छ तर मार हो के समथिङ ह्यापेन ब्रो जुम गर्न नहीं कुछ तो गड़बड़ है दया चल राइट पर जाने मान्छे बस्नु त हो धेरै कष्ट मलाई मेरा नोट दे मेरा ओए अब देखाएन त फेरि उ आइजे यता ओए ओ जुम अफ गर्न त साइको मेरो एक हैन खिच ओमा ओए ओ भाइ वो ब्रो आया थाके भयो नि बस गर कपट उठाउने गाइले रे के किन झरा थाहा छ किन हाम्रो छोराहरू पछि गरी के गर्छन् लाग्नु दुईजना बुढाबुढी जस्तो छ त्यसैले यसरी लडिरहन् मलाई चार्ज छैन यार बन्द गर्छ बन्द गर्नु भाले रगत निकाल्छ यार के हो यार ऊ यार त्यो पुलमा रगत लाग्यो कति धेरै उता देखिसकेँ मैले त्यहाँ रगत अनि पछाडि त बाजा किन भाग्यो हेरौँ बाबु कोर्नरमा लग्यो हामी उठाइदिन्छ त मेरो बिस्कुट खाइस् भने होला के ताका छैन हौ बुढी जान उता पछाडि डर लाग्यो फुलको मजाले कबली क्याम्प गर्छ तिमीहरू गनाए तेरो सास भन्छ तपाईँले देख्न सक्नु भइरहेछ यसले मुसा निकालेर खाइरहेछ अहिले मुसा होइन हौ त्यो त्यसको बच्चा होला बेबी होला बच्चाहरू यसको बेबी नै हो कि त्यो हेर नाम त हो बेबी नै हो यार त्यसको बेबीको भर्खर जन्म भएर बुढाले चाहिँ राख्न उता बुढी के चलाउँछ भाग्यो अघिको सिन कस्तो खतरा देखिन्छ मार्क्स कस्तो लगेर चाहिँ आज के भएको माइ गॉड स्निपिङहरू कस्तो क्युट विशाल जस्तो हे काकी बेला Just like my brain. थोत्रो साइको साँपहरू थोत्रो राइज हो होइन यो चाहिँ यो पनि थोत्रो राइज नै हो शेर खान दाजु मुखमा किन हारा भाइ मो ग्याम्बो विशाल पोजिसन डटी पानीमा राख्नु त्यसो गर्नु हुँदैन नि यो रिपोर्ट हाल्दै यो चाहिँ हामी कम्प्लेन हाल्छ यस्तो माछा राख्ने हो भनेर भन्न यो चाहिँ यसको चाहिँ के गर्छ त म त टप्पोहरू के यसको त अलिक ठिक छ भन्न ए दाजु यहाँ पो हुनुहुन्छ अघि उता त्यहाँ त मैले देखिनँ त तपाईँहरूलाई ओए कस्तो बच्चुरा छ विचार एन्ची छ
चुबिच अरे कबिर हो कबिर कबिर गोल्ड हो गोल्ड हो मलाई एउटा फिस त चम्किरहेको त्यहाँ चम्किरहेको चम्किरहेको लाइटको छेउमा छ नि त्यो त्यो कोही फिस त भनेर